मैले भनेको शब्दमा ठ्याक्कै भनिदिउँ भन्ने कुरा पनि आयो। मान्ने अमरेश कुमार सिंहले जुनियर मान्छेलाई 6 जना चाहिँ क्यानमा 12 तहको सिनियर मान्छे हुँदा किन चाहिँ डिजी बनाइयो जुनियर मान्छेलाई भनेर उहाँले प्रश्न गर्नुभएको थियो र मैले त्यसको जवाबमा के भनेको थिएँ भन्दाखेरि अब जुनियर मान्छेलाई डिजी नबनाऊ भनेर मैले भनेको थिएँ तर पार्टीको चाहिने आदेश अथवा पार्टीको चाहिने बोझ पार्टीले दिएको निर्देशन कार्यान्वयन गर्ने कुरामा चाहिँ बनाइयो तर जुनसुकै व्यक्तिलाई बनाउँदाखेरि पनि उसको निधारमा चोर हो कि साधु हो कि भनेर थाहा हुँदैन किन भन्दाखेरि मान्छेपछि व्यवहारले थाहा हुँदै जाने त हो नि अब कतिपय जनताका जनप्रतिनिधि यहाँ आएका छन् कतिपय जेल पनि गएका छन् कतिले भ्रष्टाचार गरेका छन् कतिले राम्रा काम गरेका छन् जनतालाई त्यो थाहा हुँदैन नि त को राम्रो र को खराब भनेर हो परिश्रम नभएको हुनाले त्यही हुनाले मैले के भन्नु पार्टीको बोझ धान्न नसकेर मैले चाहिने त्यो मान्छेलाई डिजी बनाएँ भने मैले अब त्यो मान्छे भन्दाखेरि त्यसलाई अब अनर्थ लगाइयो जुन मिडियामा सार्वजनिक भएको छ कम्तीमा म उहाँहरूलाई के अनुरोध गर्न चाहन्छु भन्दाखेरि तपाईँहरू कम्तीमा राम्रोसित कान खोलेर सुन्नुहोस् एकचोटि मैले बोलेको कुरा त्यही बेला ठ्याक्कै सामान्य सभामुखले पनि समय सक्यो भन्नुभयो अनि त्यो मैले त्यो हरफ सिधाउनु बेलामा अलिक छिटो बोल्दाखेरि मैले त्यो मान्छेलाई भनेछु मैले अब त्यसलाई अनर्थ लगाइयो त्यो हुनाले मैले आज पार्लिमेन्टमा मैले त्यो कुरा उठाइसकेको छु बोलिसकेको छु त्यो हुनाले उहाँहरूले त्यसलाई चाहिने फेरि चाहिने जसले चाहिँ त्यो अश्लील शब्द प्रयोग गर्यो भनेर भन्नुभएको छ ती मिडियाहरूले कान्तिपुर लगायतका मिडियाले त्यसलाई खण्डन पनि गरिसकेको थिएन